राजु सुब्बा जे उहाँ कालीखोला भुटानबाट स्टोन माउन्टेन जर्जियामा हुनुहुन्छ। उहाँका संयुक्त कविता संग्रह रत्न 2059, छालहरू गजल संग्रह 2062, दबाइएका आवाजहरू संयुक्त गजल संग्रह 2082, स्मृतिका छालहरू गजल काव्य 2047, असल बहर गजल एल्बम 2082 उहाँका कृतिहरू छन् भने उहाँले हामीलाई एउटा गजल, साह्रै मिठो गजल प्रेषित गर्नुभएको छ। त्यो गजल म वाचन गर्दैछु। सायद यो गजललाई उहाँले जसरी वाचन गर्नुहुन्छ त्यो स्तर त म दिन सक्दिनँ नै होला, यद्यपि म प्रयास गर्नेछु मेरो आवाजमा। गजल, उहाँका गजलले के भन्दैछ त भने उहाँको गजल यसरी छ, अघि बढ्छ। मेरो जिन्दगीको तिमी जुन तारा, मेरो जिन्दगीको तिमी जुन तारा, हिँडी नै रहौ लाग्छ भुलेर सारा। मेरो जिन्दगीको तिमी जुन तारा, हिँडी नै रहौ लाग्छ भुलेर सारा। म गन्तव्यविहीन बग्दै के थिएँ, म गन्तव्यविहीन बग्दै के थिएँ, म गन्तव्यविहीन बग्दै के थिएँ। जीवनमा नि देऊ अडिने किनारा, हिँडी नै रहौ लाग्छ भुलेर सारा। मनैमा पहिरो गई बेहाल थिएँ, मनैमा पहिरो गई बेहाल थिएँ, मनैमा पहिरो गई बेहाल थिएँ। मनैमा नि राखेर दियौ सहारा, हिँडी नै रहौ लाग्छ भुलेर सारा। बरु सुकी जाओस् सागर जम्मै, बरु अन्तिम शेरमा छु। बरु सुकी जाओस् सागर जम्मै, बरु सुकिरहोस् सागर जम्मै, बरु सुकी जाओस् सागर जम्मै। नसुकोस् हाम्रो यो मायाको धारा, हिँडी नै रहौ लाग्छ भुलेर सारा। मेरो जिन्दगीको तिमी जुन तारा। वाह, यति मिठो गजल प्रेषित गर्नुभएकोमा उहाँलाई म धन्यवाद दिन चाहन्छु र यसरी नै कलम अघि बढिरहोस्।